हेलो नमस्ते। म चाहिँ होइन आज थोपा थोपा मिलेर समुद्र बनिन्छ भने जस्तै गरी मेरो छोरीको चाहिँ थोरै थोरै कलेक्सन गरेर राखेको खुत्रुके उसकै पैसा हो यो मैले दिएको पैसा पनि होइन जसले उसलाई दिन्छ त्यही पैसा चाहिँ त्यहाँ हालिदिएको हो मैले होइन नानीहरूको चाहिँ यसरी बचत गर्दा पनि अलिअलि हुँदो रहेछ है गर्नुपर्छ है भनेर ज्ञान चाहिँ मलाई ढिलो आयो त्यही भएर मैले बचत गरेँ सुरुमै गरेको त अझै धेरै हुन्थ्यो यो चाहिँ ढिलो गरेर राई भए पनि थोपा थोपा गरेर कलेक्सन गरेको छ मेरो बच्चाले है यो चाहिँ अब म यहीँ राख्दाखेरि त अब बढ्दैन उसको सकारीमा पनि बचत गरिदिने गरेको छ अनि थोरै थोरै अनि यो पनि अब त्यहीँ बचत गरिदिउँ न त भनेर चाहिँ मैले छु यो चाहिँ मैले हिजै गरेको हो मलाई चाहिँ यो निकाल्न 2 दिन लाग्यो एकदम धेरै गाह्रो हुँदो रहेछ होइन अनि निकालेको छु अनि तपाईँहरूलाई पनि थोरै भिडियो मैले प्रस्तुत गरेको छु थोरै थोरै कलेक्सन गरेर पनि धेरै हुन्छ है बच्चाहरूको पैसा चाहिँ यसरी बचत गरिदियो भने उनीहरूकै लागि हुन्छ भनेर चाहिँ देखाउन खोजेको छु अनि हेरेर मलाई साथ सपोर्ट गरिदिनु होला अनि आफ्नो बच्चाको पनि तपाईँले सेभिङ गरिदिनु होला यसरी नै उनीहरूकै लागि हुन्छ उनीहरूकै पैसा हो उनीहरूकै लागि हुन्छ म चाहिँ एकदम दुम्सीको काँडा अनि ट्युजरले चाहिँ सहायताले चाहिँ म निकाल्दैछु अनि लास्टमा नसकेर म चिम्टी पनि लाउँछु तपाईँले हेर्दै जानु होला मेरो बच्चाको पैसा चाहिँ कति चाहिँ रहेछ त यो खुत्रुकेमा अनि सानो सानो पैसा चाहिँ म त्यहीँ हालिदिन्छु ठुल्ठुलो पैसा चाहिँ म निकालेर म कलेक्सन गर्छु है अनि आज चाहिँ फ्राइडे भोलि सटरडे चाहिँ जम्मा गर्न जाने भन्दै हुनुहुन्छ मेरो मम्मी चाहिँ जहिले सटरडे जानुहुन्छ अरू दिन स्कुल लाग्छ अनि आज चाहिँ म शुक्रबार नानीहरू आउनुभन्दा अगाडि नै पैसा सबै निकालिसकेर चाहिँ कलेक्सन गरेर रेडी गर्छु किनकि उसको छेउमा उसले यो हेर्न दिँदैन मलाई निकाल्न एकदम धेरै गाह्रो छ हेर्नु न साथीहरू अनि यो चाहिँ के भन्छ चाबी ल्याउने अनि चाबीले मात्रै खोलेर निकाल्ने भनेर भन्छ नि त मेरो नानीलाई थाहा छैन अनि त्यही भएर म चाहिँ निकालेर जम्मा गर्ने लाग्यो हेर्नु न कति साह्रो परिरहेछ मलाई कसले यसो गर्नुहुन्छ अनि खुत्रुकेमा पैसा हाल्नुहुन्छ अनि फेरि निकाल्नुहुन्छ म चाहिँ यस्तो गर्छु है अनि यति धेरै गाह्रो होइन बल्ल बल्ल एउटा निकाल्यो अनि फेरि अर्को निकाल्यो कम हैरान हो एउटै निकाल्नलाई चाहिँ थोडा टाइम लाग्ने होइन के साथीहरू र पनि मैले कोसिस गर्न छोडिनँ है अनि म चाहिँ निकाल्ने नै प्रयासमा छु निकाल्दैछु अनि ट्युजर पनि छ हेर्नु न ट्युजरले पनि केही गर्दै निकाल्न सकिनँ गोचेछु कसरी निकाल्नु भनेर कहिले हल्लाउँछ कहिले यस्तो हुँदो रहेछ कि अनि मलाई चाहिँ हेर्नु न कति धेरै गर्मी छ धेरै गर्मी भएर मलाई चाहिँ फ्यानै चाहिसक्यो नि यति मिठो फ्यान गिफ्टिङ गरिदिने मेरो बहिनीलाई धेरै धेरै धन्यवाद अनि म चाहिँ हावा खाँदै गर्दैछु एकदम धेरै गर्मी छ हाम्रोतिर पनि अनि फ्यानको हावा खाँदै म चाहिँ निकाल्दैछु अहिलेसम्म एउटै निकाल्नु सकेको छैन आज चाहिँ हिजै निकालिरहेको छु आधी सरो चाहिँ अनि आज आधी जसो चाहिँ निकाल्दैछु म फ्यानको हावा खाँदै कति धेरै गाह्रो हेर्नु न कोट्याउँदा नि हुँदैन हल्लाउँदा नि हुँदैन यो निकाल्ने चाहिँ कसरी हिजो चाहिँ त्यो भुँडीमा चाहिँ निकाल्न अलिक सजिलो हुँदो रहेछ यो थोरै भएपछि चाहिँ धेरै गाह्रो हुँदो रहेछ कि अनि बल्ल बल्ल आयो एउटा हेर्नु है बल्ल बल्ल कति टाइम लाग्यो होला मलाई बल्ल बल्ल कति आउँछ त नोट हेर्नु है आउँछ कि आउँदैन त्यही पनि भित्रै पस्ला जस्तो छ कति चाहिँ गाह्रो हो के यो निकाल्नलाई कति चाहिँ गाह्रो हो हुन त पैसा जस्तो कुरो निकाल्न त साह्रै परिहाल्यो नि होइन हेर्नु न ट्युजरले समात्दैछु दुम्सीको काँडाले नि घोत्दैछु र नि भित्रै जाँदैछ अब चाहिँ निस्किन्छ कि जस्तो छ है साथीहरू अनि निस्किन्छ कि निस्क्यो कति धेरै गाह्रो के यो निकाल्नलाई मलाई त पसिना फुटियो फ्यानको हावा लाउँदा पनि भएन केही गर्दा सकिएन बल्ल बल्ल हल्लाउँदा
दा म त यो त नि ट्युजरले अब यसको पालै ठुलो बनाइदिउँ जस्तो भइसक्यो कि अनि अब त्यो हल्का खिच्याउँदैछु तर हुँदैन नि ल अब भने त्यो पुरै बिगारिदियो भने नि छोरीले मारिहाल्छ होइन अनि प्रयास गर्दैछु नबिगारी। मेरो छोरी चाहिँ एकदम धेरै जिद्दी छ नि त भरे फेरि बिगारेको थाहा पाएँ लगेको थाहा पायो भने त मलाई त सिधै कट हानिदिन्छ के। अनि म चाहिँ खाना खाएर बुढोलाई फोन गर्ने भनेको थिएँ अनि अघि फोन गर्नुभएको थियो नेट चलेन बुढो आज चाहिँ यस्तै भयो म एकछिनमा फोन गर्छु तपाईँलाई किनभने छोरी आउनुभन्दा अगाडि नै मैले यो काम सक्नुपर्ने छ अनि भोलि फेरि लान सकेन भने 1 महिना ग्याप रहन्छ कि अर्को महिनामा मात्रै जानुहुन्छ मम्मी अनि त्यही भएर मैले चाहिँ अझै प्रयास गर्दैछु हेर्नु न मेरो प्रयास कस्तो छ त कम गाह्रो छ त मलाई कम गाह्रो छ दाँतले टोक्छु हेर्नु त साथीहरू दाँतले टोक्दा पनि आउन सक्दैन यार कसरी निकाल्ने हो त यसलाई तर म असफल हुँदिनँ सफल भएरै छोड्छु किनभने यहाँ राखेर पनि के गर्नु होइन अब बढ्दैन सकारीमा लग्यो भने त अब थोरै थोरै भए पनि ब्याज आउँछ त्यहीँ बढ्छ बस्छ भनेर गर्दैछु। आमामामा कम गाह्रो छ त कम गाह्रो छ त निकाल्न नसकेर के बल्ल 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 निकाल्न खोज्छु फेरि भित्रै पस्छ फेरि निकाल्न खोज्छु भित्रै पस्छ। अब निकाल्न चाहिँ खोजिरहेको छु साथीहरू निकाल्न चाहिँ निकालिसक्छु म तर कति बेला निकालिसक्छु भन्ने चाहिँ थाहा छैन। निकाल्न नसकेर हैजान म चाहिँ चिम्टी पनि ल्याइसकेँ कि हेर्नु न बहिनी चाहिँ चिम्टीले निकाल्न सजिलो हुन्छ भनिरहेको थियो अब म चिम्टीले निकाल्छु त्यो गर्दा पनि निस्किन्छ जस्तो चाहिँ छैन है केही गर्दा निस्किँदैन कति बेर भइसकेर त एउटा निकालेको छैन अनि भनेपछि मैले कहिले सबै निकालिसक्ने छोरी आउने बेला भइसक्यो निकाल्दैछु कस्तो के निकाल्न हदै गाह्रो अनि मैले चाहिँ बोल्दै उयो त्यत्तिकै उयो बोल्दै मैले निकाल्दै थिएँ नि त अनि र पनि अल्छी लागिवरी भइसक्यो मलाई त हेर्नु न पसिना आइवरी फ्यान चलाएर भइसक्यो निस्किँदैन हो निस्किँदैन तर प्रयास छोड्दिनँ निकाल्छु। निकाल्दैछु दाँतले टोकेर नि निकाल्छु म हेर्नु न अब त साथीहरू म कसरी चाहिँ निकाल्दो रहेछु र सकिनँ मैले सकिनँ धेरै गाह्रो क्या त्यो कुनै कसरी पट्याएर हालेको चाहिँ निस्किँदो रहेछ कुनै चाहिँ कसरी हालेको रहेछ क्या नानीले कुनै चाहिँ निस्किनै गाह्रो मैले हिजो त सजिलो गरी निकालेको थिएँ आज त निकाल्नै सकिनँ गाह्रो छ हेर्नु न भिडियो लामो भइसक्यो तर हेरिदिनु होला है लास्टसम्म कति चाहिँ हुँदो रहेछ त मेरो छोरीको कलेक्सन गरेको पैसा यहाँ मैले सबै पनि हालिदिएको थिइनँ क्या कति उयोहरू अनि पछि उसलाई त्यो खुत्रुकोदेखि निकाल्न साह्रो पछि परेपछि त हाल्नै मानेन नि त र यो पनि कति चाहिँ भएछ त कलेक्सन भनेर यहाँनिर हेर्नलाई आतुर छु म पनि है तर निकाल्न नै साह्रो अब चाहिँ निस्किन्छ जस्तो छ है साथीहरू दाँतले टोकेरै भए पनि निकालिदिने के कस्तो माया मारी अब के गर्नु त हेर्नु न नसकेपछि होइन उपाय त लाउनु पर्यो निस्किन्छ है अब चाहिँ निस्क्यो हप्पा चाहिँ निस्क्यो जस्तो छ हो निस्क्यो फाइनल्ली 500 रुपियाँ है 500 रुपियाँ निकाल्नलाई कम हैरान भयो त मलाई फाइनल्ली निस्कियो अब फेरि अर्को निकाल्नु पर्यो एउटा निकाल्नु यत्रो बेर लाग्छ है
निकाल्दैछु फाइनल्ली अर्को पनि निस्क्यो 50 रुपियाँ निस्क्यो 550 त भयो निकालेँ आज बल्ल बल्ल कम गाह्रो होइन नि भगवान् निकाल्दैछु निकाल्नै साह्रो के एक्लै म कराउँदै म निकाल्दैछु गर्मी पनि यति धेरै छ नि हाम्रोमा मेरो निकाल्नुभन्दा गफ धेरै भयो जस्तो छ हौ निकालेछु 50 रुपियाँ फेरि निकालेँ बल्ल बल्ल फेरि अर्को निस्क्यो सानो सानो नोटहरू त मजाले नै निस्किन्छ कसरी त्यो गरेको चाहिँ के कुनै चाहिँ कस्तो साह्रो त्यो चाहिँ कति निस्क्यो 500 रुपियाँ निस्क्यो बल्ल 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 त्यो चाहिँ उसको बाबाले पठाएको नोट हो है किनभने उसको पठाएको नोटमै थाहा हुन्छ बाबाले हालिदिएको हो यो चाहिँ पट्टाइबाटै थाहा हुन्छ अझै छ अझै 50 रुपियाँ निकाल्दैछु यहाँ त फेरि दुईवटा एकैचोटि दुईवटा आएपछि अनि कस्तो साह्रो नपरोस् हेर्नु त कति गाह्रो के दुईवटा हालेको रहेछ एकैचोटि नानीले उसलाई कपालले के दिन्छ नि त अनि के भन्छ त हात हुचु गर्दै दिने बानी छ नि त अनि अहिले पनि माग्छ होला नि हात हुचु गरेर कति दिनुहुन्छ मलाई भन्छ नि त अनि त्यस्तै गरेर कलेक्सन गरेकोले पैसा हेर्नु न कति गरेछ बल्ल अर्को 500 निस्क्यो है अनि निकाल्न सफल हुँदैछु म त्यसरी नै निकाल्छु फाइनल्ली निकालिसकेँ हेर्नु त यत्रो धेरै निकालिसकेँ मैले निकाल्न चाहिँ सफल भएँ म जे होस् हिजो आज गरेर होइन अनि मेरो छोरीको पैसा चाहिँ कति भएछ त म कलेक्सन गर्दैछु हेर्नु होला 1000 रुपियाँ 500 1500 भयो अनि एउटा 2000 भयो है अनि कलेक्सन गर्दैछु 2500 कलेक्सन गर्दैछु 2500 फेरि 1000 भयो 3500 फेरि 500 भयो 3500 5 4000 भयो 4500 भयो पैसा कलेक्सन गर्दैछु साथीहरू हेर्नुहोला फेरि अहिले नानी आयो भने त मार्छ म त नानी नआइकन सक्नु छ नि त अनि सानो सानो नोट पनि दिइहाल्नु छ मैले 100 को नोटहरू पनि कलेक्सन गर्नु पर्यो अनि 50 को पनि गर्नु पर्यो अनि त्यहाँदेखि उँधोको चाहिँ त्यहीँ हालिदिनु पर्यो के नानीको 10 को 20 को त्यो सबै हालेको छ नि त उसले त्योहरू पनि त्यहीँ हालिदिनु पर्यो जे उसँग चाहिँ पैसा हुँदैन क्या त्यहीँ हाल्छ अनि तिनीहरू त्यही भएर चाहिँ त्यो सानो सानो चाहिँ त्यहीँ हाल्नु पर्यो फेरि अर्कोचोटि हाल्नलाई हल्ला आयो भने त मेरो खुत्रुकेको चाबी कहिले खोल्ने भन्दै थियो नि त मार्छ के हेर्नु न अनि छिटो छिटो गरेर गर्दैछु म कति हुने हो त मेरो कलेक्सन 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 फाइनल्ली मैले चाहिँ कलेक्सन सक्नु आँटेँ है नानीको हेर्न सक्नुहुन्छ कलेक्सन कलेक्सन अब चेन्जहरू चाहिँ दिइहाल्नु छ खुत्रुकेमा मेरो छोरीको पैसा बचत पैसा मोबाइल पनि लडेर झन्नै फुट्यो
अनि हेर्नु सक्छ 1 2 3 6000 आयो। सात हजार भयो। 7450 हुन्छ। अनि यो 50को के त्यहाँ हाल्दिनु भनेर अब कलेक्स भनेर यहाँ फेरि 20कोहरू अरू चेन्ज गरेर यहाँ 500 पुऱ्याइदिएँ। अनि अरू पैसा चाहिँ त्यहीँ खुत्रुकेमा हालिदिएँ। मैले चाहिँ फाइनल्ली मेरो छोरीको पैसा चाहिँ 750 निकालेँ है। अरू चाहिँ त्यहीँ खुत्रुकेमा हालिदिएँ। अरू चेन्ज पैसाहरू चाहिँ गनिनँ के कति छ भनेर। यो पैसा चाहिँ गनेँ। अनि सकारीमा कलेक्सन गर्नलाई हालेँ। उसको कलेक्सन कति भएको छ त भन्दा 7500 भयो है साथीहरू। तपाईँ पनि नानीहरूको यसरी नै बचत गरिदिनु होला। अनि अब फेरि म खुत्रुकेमा राख्छु त्यो चेन्ज पैसाहरू चाहिँ, न त मलाई नानीले मार्छ है। अनि सब म खुत्रुकेमा फेरि एउटा एउटा गरेर पैसा हाल्न थालेँ। नानीको पैसा पनि मैले फाइनली खुत्रुकमा हालिसकेँ। अनि नानीको पासबुक चाहिँ यहीँ छ नि त। अनि कति भयो भनेर चाहिँ अनि मैले पासबुक पनि हेर्दैछु। अनि उसको पैसा पनि बेला बारेँ। अब चाहिँ म अनि कोठामा गएँ। अनि उसको पासबुक खोजेँ। अनि यो पैसा 7500 भएको छ जम्मा गर्ने है। अनि फेरि पनि गर्दैछु। हेर्नु न म कस्तो छु के भने कतिचोटि गर्ने हो यो एउटा पैसा, कतिचोटि गर्ने हो है। अनि फेरि पनि अब बल्ल बल्ल है यसो निकालेर होइन। अनि थोरै थोरै गर्दा पनि धेरै हुँदो रहेछ भनेर चाहिँ अनि फेरि म गर्दैछु के साथीहरू। अनि गनेर अब चाहिँ फाइनल्ली पासबुकमा राखिदिन्छु म नानीको। फाइनल्ली उसको पैसा मैले बचत उयो गरिदिइसकेँ। अब चाहिँ म पासबुक ल्याउँछु है। पासबुक हेर्छु। पासबुकमा हेर्नुहोस्, मैले त यो गलत ल्याइछु नि त। मैले अर्कै पासबुक ल्याइछु कि नानीको होइन, अर्कै पासबुक ल्याइछु। अब म फेरि नानीकै पासबुक लिएर आउँछु है। अब म फेरि नानीको पासबुक लिएर आउँछु। यो चाहिँ हो मेरो छोरीको पासबुक, क्याम्ब्रिज सुनुवाको पासबुक है। धेरै त बचत गर्ने गरेको छैन। धेरै पैसा त्यस्तो मसँग पैसा पनि छैन। अनि थोरै थोरै कलेक्सन गरेको छ होइन। अनि कलेक्सन गरेको चाहिँ मा पनि जम्मा गरिदिउँ भनेर चाहिँ हेर्दैछु। अनि कलेक्सन गरेको पैसा कति भयो त थोरै थोरै बचतको क्याम्ब्रिजको भनेर चाहिँ हेर्न सक्नुहुनेछ। लास्टमा सुन्न सक्नुहुनेछ। मेरो छोरीको चाहिँ बचत चाहिँ होइन। अनि अहिलेसम्मको बचत चाहिँ 26,202 भएको रहेछ। अब 7,500 थपिदिँदैछु। अनि भोलि कलेक्सन हुन्छ उसको पैसा। 33,702 हुने रहेछ मेरो नानीको बचत चाहिँ।
अब भोलि कलेक्सन गर्दैछु। हजुरहरू पनि यसरी नै नानीहरूको पैसा कलेक्सन गरिदिनु होला। उनीहरूले नै कसकै पैसा उनीहरूकै लागि बचत गरिदिनु होला। बाई बाई, टेक केयर।